हजुर आदरणीय गुरु नमस्कार। गुरुमणि नमस्ते। अहिले फुर्सद छैन, मेरो काम कार्यले अलि बिजी व्यस्तता छु। तपाईँहरूसँग कहिले नदिने पनि भनेको छैनौँ। हाम्रो अलिकति अहिले भक्तजनहरूको अलिक चाप बढेको कारणले गर्दा घरमा बसेर मैले दिन अलि असमर्थ छु। बरु तपाईँहरू अफिसमै आउनुहोस् होइन। यसरी घरमा तपाईँहरूलाई भनौँ न अब एउटा प्राइभेट निजी ठाउँमा चाहिँ आफ्नोमा चाहिँ जहिले पनि पत्रकारहरू आउने, खालि विभिन्न विषयहरू उठाउने, वरिपरि समाजले पनि के भन्ठान्छ होला, कहाँको महाराजा, कहाँको चाहिँ राजा, कहाँको चाहिँ यस्तो उस्तो भन्छन् होला होइन। त्यसमा एकचोटि होइन, यहाँ त धेरैजना थुप्रै आएको देखेपछि हामी पनि आएको। यहाँ त हजारौँ मिडियाहरू आउँछन्। अब हामी आउँदा चाहिँ प्रतिबन्ध लाउनु पाइन्छ गुरु? मैले प्रतिबन्ध लगाएको छैन। तपाईँहरू जतिखेर पनि आउन सक्नुहुन्छ, तर मेरो घरमा चाहिँ नआइदिनको लागि म अनुरोध गर्छु। मेरो आजबाट घरमा आउन बन्द गरे हो त मिडियाहरूलाई? आश्रममा आउनुहोस् होइन। म आजबाट भन्दा पनि मैले 2-3 चोटि अरू सबैलाई भनिसकेको छु। बच्चा हुन्छन्, अब मम्मीहरू सबैजना हुन्छन् होइन। के किन भयो होइन, जस्तो हुने होइन। तपाईँको बुझ्नेले बुझ्छन्, नबुझ्नेले त बुझ्दैन। अब आफ्नो घरमै मिडिया ल्याएर कराउन लाउने, बोल्न लाउनु भनेको यो चाहिँ मैले पनि अलिकति आफूलाई नै अलिकति केही कुरामा चाहिँ मैले आफैले नै के गलत गरेको छु कि जस्तो लागेको छ क्या। तपाईँहरूलाई अब घरमा फ्यामिली परिवारसँग रमाउने बेलामा, खाने बेलामा अब खालि यो रमाइहाल्नुहुन्छ, सधैँ रमाउनुहुन्छ, कोठाभित्र बस्नुहुन्छ, टिकटक बनाउनुहुन्छ, विभिन्न टिकटक पोस्ट हामीले देखाएको थियौँ तपाईँहरूको रमाइलोपनको। त्यो पार्ट मेरो निजी जिन्दगीमा तपाईँलाई जाने चासो पनि छैन हो। यस्तै मिडिया कर्मीलाई थाहा दिनुपर्छ। किन मिडिया कर्मीलाई यो टोइलेटमा आउनुहोस् त। त्यसो गुरुआमा नमस्ते। होइन गुरु, होइन गुरुआमा नमस्ते। तपाईँ धेरै नचड्किनु न गुरु। एकछिन नमस्कार एकछिन पहन हावा कुरा नगर्ने एकैछिन। आदरणीय गुरुआमा नमस्ते। पहन एकछिन। तपाईँले रोकिन्छ त के छ हजुर? अहिले गुरुआमा आज सँगै घरमा हुनुहुन्छ। के छ गुरुबाले तपाईँलाई माया गरेन क्या हो? गर्नुभएको छ, त्यही भएर सँगै छौँ त। कस्तो कुरा गर्नुभएको तपाईँ? मैले बेला बेला कता कता रोएको देख्छु मिडियातिर, त्यही भएर। एक्टिङ हो नि मिडियामा त त्यो अब आफ्नो फिलिङ्सहरू सेयर गर्नु। तपाईँले बोल्नुभएको बाहिर एक्टिङ हो, तर भित्र पीडा तपाईँसँग छ है, एकदम स्पष्ट ढङ्गले। मेरो सबैलाई हुन्छ, तपाईँलाई पीडा छैन र? तपाईँलाई पीडा भन्ने हुँदैन लाइफमा, भइहाल्छ नि। हरेक व्यक्तिलाई हुन्छ, कहिले सुख कहिले दुःख होइन, लाइफमा भइहाल्छ नि। यो कुरालाई त्यो गहिरो रूपमा लिनुपर्ने कुरै छैन। चिन्ता लाग्यो दर्शकहरूलाई, चिन्ता व्यक्त गरे। अस्ति पोडकास्टमा पनि तपाईँ रुनु भएछ, गुवा आँसु झार्नु भयो। रुको छैन हौ त्यहाँ, हिँड्नु न बडो ढिलो भइसक्यो। हामी गयो है, ढिलो भएको छ। तपाईँहरूको त गीतको छिनोफानो भयो भएन बाबुजीमा? अहिले पनि भइसक्यो। फेरि पनि अब हाम्रो नयाँ गीत अलिकति सुनाइदिउँ बरु सबैलाई। बाबुजीमासँग तपाईँको वार्ता भइसक्यो? हाम्रो स्वर्गीय जैनेन्द्र लामाज्यूको गीतमा फेरि पनि हामीले एउटा गीत खेल्ने अवसर पाएका छौँ। उहाँको गीतको बोल छ एकदम राम्रो र उहाँको अन्तिम गीत हो यो। उहाँ मरेर जानुभन्दा अगाडि उहाँले रेकर्डिङ गरेर राख्नु भएको छ। यो गीतमा अभिनय हामी दुईजनालाई फेरि पनि आएको छ र म्यामको त भोलि पनि अब आउँदै गयो गीतमा चाहिँ त्यसको नायिका चाहिँ को हुन्? बुढी नादेऊ न गुरुआमा जाओस् न। तपाईँ नायिका पनि हो, विश्वले चिनेको नायिका हो तपाईँ। अरू नायिकालाई तपाईँले फलो गरिदिनु भयो, प्रश्न पारिनु पर्यो गुरुआमा। तपाईँ नाच्नु पर्यो, विश्वले मानेको तपाईँ नायिका हो। सुन्नु न, नाच्नु पर्यो क्या। तपाईँ अपमान नगर्नु न, केटीको गीतमा गाउनु रे क्या। अब केटीको लाउँछु म। ल यहाँ हेर्नुहोस्, विश्व गिनिज बुकमा नाम लेखाउन अलिकति बाँकी छ। पुरै विश्वलाई चकित पार्न सफल भएका आदरणीय प्रकाश गुरुका धर्मपत्नी गुरुआमा हुनुहुन्छ। उहाँ गुरुआमा मोडल पनि हुन्छ, नायिका पनि हुन्छ, अगाडि बढ्दै हुन्छ। अब केही उहाँले नाच्दै हुन्छ है। अब यही हो, अलिकति अगाडि लाग्नुहोस्। तल जानु सर, त्यो भएपछि तल खुट्टादेखि सबै निकाल्नु है।
देख्नु भयो? तपाईँ त भाग्यमान रहेछ यस्तो नायिका पाउनु भएछ तपाईँले गुरु फेरि अब उल्टो उल्टो कुरा गरेछ कहाँको नायिका हो त कहाँ उहाँसँग भेट मैले बनाइदिएको नायिका हो मैले बनाइदिएको तपाईँले नायिका अपमान नगर्नु उहाँलाई त फिल्म चलचित्रबाट डिमान्ड प्रकाश भुजेलले बनाइदिएको नायिका हो कि होइन तपाईँ नढाँटे भन्नु नायिका कसले बनायो तपाईँले ल भन्नु त मेरो हस्बेन्डले मेरो ट्यालेन्टले डरले भन्नुभयो कि होइन होइन त्यस्तो डरले कहाँ अनि उहाँको सपोर्ट भएन भने त म कसरी अगाडि बढ्न सक्छु र हस् हस् मजा लाग्यो हामी हजुर लाग्नुपर्छ अब प्रकाश भुजेल गुरुले तपाईँलाई नायिका बनाएकै हो त नायिका बनाएको छैन बन्न बाँकी छ अब बन्छौँ त्यत्रो गीत आइसक्यो अनि झुटो तपाईँ नबोल्नु मान्छे उल्टो मान्छे रहेछ यार कस्तो बाटोमा हिँड्ने बेलामा डिस्टर्ब नगर्नु न। यामा पख्नु ल ल यार। बस्नु पाउनु अनि तपाईँ कहाँ पढ्नु हेलो पढ्नु किन पानी परेर देखेन होइन होइन के मान्छे हो तपाईँ के दिमाग खुसिया हो के हो कुरा गर्नु पर्यो नि त अनि पानी परिरहेको यहाँ भिजेर देखेन मैले पढ्नु गाडीभित्र तपाईँ जानु त जाने ए उता हेलो उता डिस्टर्ब अनि किन सुन्नु अब disturb? नयाँ गीत कहिले आउँछ लु भन्नु हाम्रो आउँछ क्या पछि आउँछ छिट्टै आउँछ पछि आउँछ छिटो आउँछ दर्शकले हेर्न पाउँछन् होइन त तपाईँ पनि हेर्न आउनु होला ल तपाईँ पनि हेर्न आउनु है यस्तो पानी परिरहेको छ होइन यस्तो मान्छेलाई एग्रेसिभ बनाउने काम कार्य चाहिँ प्लिज नगरिदिनको लागि अहिले कुन ठाउँमा सुटिङमा जानुभयो तपाईँ अहिले म्यामको कुन ठाउँमा भन्नु पर्सि हुँदैछ अहिले ऊ एग्रिमेन्टको लागि जाँदै हुन्छ ए कति करोडमा एक कुरा हुँदैछ भन्नुहोस् नायिकाजी अब मान्छेलाई गाली खुवाउने काम मात्रै गर्नुहुन्छ करोड सर के पनि हेर्नु चाहिँ कस्तो रहेछ होइन पढ्नु कस्तो रहेछ कि सुन्न हेलो ए हेलो उता जानु हेर्नुहोस् आदरणीय प्रकाश गुरु र प्रकाश गुरुको धर्मपत्नी गुरुआमा फेरि नयाँ गीतमा सुटिङमा जाँदै हुनुहुन्छ तर करिब कति करोडमा एग्रिमेन्ट भयो उहाँहरूले बताउन सक्नु भएन बाँकी कुरा पछि फेरि देखाउनेछौँ हामी हवस् त नमस्कार अघि भर्खरै आदरणीय प्रकाश गुरु र गुरुआमा उहाँहरू फेरि एउटा गीतको थप नयाँ गीतको चाहिँ सुटिङ छ भनेर उहाँ हतारमा जानुभयो हामीले फलो गरेनौँ अब हामी यहाँ निवासभित्र चाहिँ अब को हुन्छ आमा हुनुहुन्छ सायद आमासँग चाहिँ केही थोरै कुराकानी गर्नेछौँ तपाईँहरूले नछुटाइ हेर्नु होला है यो भिडियो है त हजुर आमा नमस्ते हजुर नमस्कार आमा नमस्कार तपाईँ सन्चै हुन्छ खबर भन्ने यस्तै हो नि अब बुढेसकालको आवाजले छोएको मान्छे हो नि त राम्रै छ भन्नु पर्यो त्यही त भर्खरै हामीले चाहिँ आदरणीय प्रकाश गुरु अनि गुरुआमा उहाँहरूलाई भेटेका थियौँ अनि उहाँहरू हतारमा फेरि अर्को सुटिङ अर्को गीतको अफर आएको छ भन्दै गाडी चढेर टाप ठोक्नुभयो के छ तपाईँको विचार छोरा बुहारीले प्रगति गरेकोमा तपाईँ खुसी हुन्छ कि दुःखी हुनुहुन्छ खुसी छ नि मलाई धन्यवाद है बढ्दै जाओस् हामीले सुन्नु पाओस् ठुल्ठुलो कलाकार बनेर जाओस् है मलाई चाहिँ धारणा त्यही छ अब छोरा बुहारी ठुल्ठुलो कार्यमा जान्छ भने त मलाई त एकदम खुसी छ नि त होइन हेर्दै प्रकाश गुरु त नायक हिरो भयो त अनि तपाईँको बुहारी नायिका भए तपाईँले कसरी लिइराख्नु भएको छ अब मलाई त है छोरा बुहारी त्यस्तो भएको त अब म पनि त अब आमा मलाई सुख पाउला भन्ने त धेरै धारणा छ नि त है सुख पाउँछ भनेर अब छोराको घरमा आइरहेको छु मिठो मिठो खाएर बसिरहेको छु है अच्छा पनि मैले राम्रो देख्नु पाओस् उनीहरू मनले चिताएको पुगोस् जे मनले सोचेको ठुल्ठुलो कलाकार बनेर जाओस् हजुरहरूले पनि राम्रो होस् होइन त हजुरहरूले पनि मानेर उनीहरूले खानु पाओस् ठुल्ठुलो कलाकारै बनोस् अब उनीहरूले गरेको जे मनले सोचेको छ त्यही पुगोस् भगवान्लाई धन्यवाद भन्न जान्छु म साथसाथै अस्ति भर्खरै नयाँ गीत आएको थियो पहिलो गीत छोरा बुहारी हेर्नुभयो तपाईँले हेरे कस्तो लाग्यो त मलाई एकदम राम्रो लागिरहेछ एकदम हृदयदेखि नै मलाई खुसी लाएर बसिरहेको छु अब हामी त बुढी अवस्था भयो उनीहरूले अब गरेको हेर्नु पर्यो देख्नु पर्यो अब कति बाँध्ला त अब बाँध्न पनि त है अब म त अब अवस्था पनि पुगिसकेको हो अब तैपनि छोराहरूको बुहारीहरूको देख्दाखेरि त हृदयदेखि नै एकदम मलाई खुसी भइरहेको छ सर त्यो गीतको भिडियो तपाईँले नछुटाइ पुरै फुल हेर्नुभयो त हेरेको मैले हेरेको तपाईँलाई चित्त बुझेको बुझेन चित्त बुझ्यो है मलाई मात्रै बुझेर भने जनता सबैले पनि बुझ्नु सक्नु पर्यो है कलाकारबाट ठुल्ठुलो कलाकारमा चलेर खान सक्नु पर्यो त्यसै खासै खुसी गरेर हुँदैन त अब नयाँ गीत चाहिँ कस्तो आउला के छ तपाईँले त्यो हेर्नु भएको छ नयाँ केही यसो सानो सानो एउटा कुनै सर्टहरू हेर्नु भएको छ अब हेर्नु त मोबाइलमा हेर्छु है तर अहिलेको गीत चाहिँ मैले भेटेको छैन पहिलेको चाहिँ भेटिरहेको छु देखिरहेको छु हेरिरहेको छु है अहिलेको चाहिँ मैले देखेको छैन सर अब हेरौँला नि त कहिलेसम्म आउला हजुरको विचार के छ अब मेरो विचार त उनीहरू धाएको छ
अब आउँछ होला नि त हालचालै आउनु पर्ने हो हेरौँ अब त ठुल्ठुलो हलमा गएर हेर्ने पर्ने दिन आयो टिकट काटेर हेर्नुपर्छ नि तपाईँको आफ्नो छोरा बुहारीको गीत पनि हेर्नु परिहाल्यो नि अब टिकट काटेर नहेरिकन त उनीहरूको नि त कमाइ खेर जान्छ नि त तपाईँ हाम्रो टिकट काटेन भने कमाइ खेर गइहाल्छ नि त्यही भएर अब चाहिँ युट्युबमा नहाल्ने रे हलमा चलाउने रे अब आउने गीत चाहिँ हलमा चाहिँ टिकट काटेर तपाईँको छोरा बुहारीको गीत चाहिँ हेर्नुपर्ने रे हामीले के तपाईँ यसमा खुसी हुन्छ त मलाई एकदम खुसी छ मलाई मात्रै खुसी भएर भएन जन त सबलाई खुसी हुनु पर्यो आमाले त छोराले जे भन्यो त्यही खुसी हुन्छ होइन त सबलाई खुसी हुनु पर्यो कलाकार बन्नु पर्यो ठुल्ठुलो नेता हुनु पर्यो कलाकारको होइन त नत्र त्यसै त कहाँ राम्रो हुन्छ त हजुरहरूलाई राम्रो हुन्छ हजुरको मैले सानो थोरै कुरा जोड्न चाहेँ हजुरको जम्मा टोटल कति भाइ छोरा हुन् मेरो 5 भाइ छोरो 5 भाइमा कति भाइ भाग्यमानी रहेछन् भाग्यमानी त अब है भाग्यमानी दोहोरा बाउको त गइहाल्यो है अब घरमा नि पिर छ वनमा नि पिर छ मलाई पिर त धेरै धेरै पिर छ तर पिर बोकेर मैले हिँडेको छैन अब यहाँ छोराको मात्रै राम्रो देखेर त मलाई भएन अब घरमा एउटा छोरा रौसी आएर आज मर्छ कि भोलि मर्छ होइन त अब सबै फुल त राम्रो नहुने रहेछ नि त सर अब त्यही भएर म चित्त बुझाएर नै हिँडिरहेको छु भाग्यमा एउटा दुइटा चाहिँ भाग्यमानी हुन्छ नि अरू भनेको त्यस्तै हो जब सुध्रिनको लागि चाहिँ तपाईँले आह्वान गर्नु चाहनुहुन्छ ओ मलाई अब यही एउटा छोराले पनि सुध्रोस् राम्रो होस् मेरो जेठो छोरा र यसले त मेरो इज्जत राख्यो मेरो इमान राख्यो होइन त म सानो भयो नि मेरो सम्पत्ति नभए नि मैले पाल्न उनीहरूलाई खाना दिन नसके पनि इज्जत राखेर खायो त्यही धन्यवाद छ भगवान्ले वरदान दियोस् होइन त राम्रो होस् उनीहरूलाई मैले देख्नु पाओस् सुन्नु पाओस् आधी सर मैले सुन्ने देख्यो अब नि आधी सर देखेर मैले मर्नु पाओस् भनेर मेरो त एकदम धारणा छ सर मलाई त थप आदरणीय प्रकाश गुरुका समर्थक सम्पूर्ण आदरणीय बुवा आमा दाजुभाइ सम्पूर्ण सबैजना शुभचिन्तकहरूलाई हजुरले के सन्देश दिन चाहनुहुन्छ म त अब राम्रो होस् छोराहरू नराम्रो नहोस् नबिग्रोस् भनिकन चाहिँ मैले धारणा गर्दा कोही छोरा बिग्रेको कोही छोराले चाहिँ इज्जत इमान राख्नले गर्ने यो भन्दा नि माथि पुगोस् भगवान्ले हेरुन् होइन त मेरो आशीर्वाद छोरालाई लागोस् भन्ने मात्रै छ सर सपोर्ट गर्ने आदरणीय गुरुबा भनेर गुरुबालाई माया गर्ने भक्तजनहरूलाई के भन्न चाहन्छ हजुरले भक्तजनहरूलाई मेरो छोराले जति सेवा गरेको छ उहाँहरूलाई नि सेवै होस् भगवान्ले लक्ष्य गरून् पशुपतिनाथले लक्ष्य गरून् होइन त जस्तो गरी मेरो छोराले सेवा गर्दै ल्याउनु भएको छ जनता सबलाई राम्रो होस् मेरो छोराले सेवा गर्न सकोस् उहाँहरूले सेवा गरेर मेरो छोराले सेवा गर्यो त नत्र त्यसै गुरु कहाँबाट हुनु जनताले सबले सिकाइदिनु भएर मेरो छोरा माथि पुग्यो सबलाई धन्यवाद छ मेरो आशीष लागोस् मैले दिएको आशीष सबलाई लागोस् भन्ने चाहिँ एकदम ठुलो धारणा छ सर मलाई अर्थ चाहिँ मलाई केही पनि छैन हस् त धेरै धेरै धन्यवाद समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद है धन्यवाद सर तपाईँलाई पनि धन्यवाद गर्न जान्छ है म